I already told you that you have moved to 3 countries. Why you exposing yourself, bro? Finally, Budapest railway station. Guys. अब यहाँदेखि अगाडि जाने. I'm so excited, guys, to see the view of Budapest. Let's see. I will show you in next clip. Okay. Guys, Android. Fuck iPhone. Who was the guys Budapest or नाम? वो तास खेल्दा गलिसकेको मान्छे हैन फर्स्ट टाइम रुममा बसिरहेको थिए अनि भइसक्यो अब यहाँदेखि 3:35 आउट अफ कन्ट्री के ट्रिप भनेर कस्तो लाग्दैछ भनेको हामीलाई एकदम दुःख लाग्दैछ यार किन दुःख सो हेलो आज चाहिँ हाम्रो घुम्न जाने प्लान गरेर चाहिँ निक्लिएको छु हाम्रो जाने चाहिँ भनेको हङ्गरी बुदापेस्ट अनि यहाँबाट अब अलिकति अगाडि सपिङ गरेर अनि त्यहाँबाट हामीको अहिले चाहिँ 6-7 जना छौँ कि ग्रुपमा अनि अस्तिदेखि नै थियो प्लान चाहिँ बट क्यान्सल भइरहेको छ कि अब धेरैजनामा पुरै नमिल्ने कोही कता जाने भन्ने कोही कता जाने भन्ने त्यस्तै भइरहेको छ अनि आज चाहिँ निक्लिएको छौँ हेरौँ है अब कस्तो छ के छ बाहिरको भ्यू चाहिँ यस्तो छ यहाँ अहिले चाहिँ हामी यहाँदेखि तपाईँको लगभग 200 किलोमिटर जति पर्छ हो हङ्गरी बुदापेस्ट अहिले चाहिँ यही स्टोरमा आएको थिएँ यहाँ यो एउटा टी सर्ट यो अनि एउटा प्यान्ट यो 3टा लिने सोच्दैछु त्यहाँ एउटा जुत्ता लिइसकेको छ त्यो ब्लिङ गर्छ नि त अर्जुनले यसको प्राइस हो 54.97 भनेपछि लगभग 5,500-6 हजार रुपियाँको सपिङ भएछ भनेपछि अब यहाँबाट अगाडि निक्लेर चाहिँ रुममा गएर त्यसपछि उसकोमा गएर के अरे मानापचीकोमा गएपछि अनि अगाडि जाने प्लान कन्टिन्यू हुनेछ पानी सानी बोकेर हिँड्नु पर्छ यहाँ केही नबोकी हिँड्ने अब त्यही लिनुपर्छ यहाँ चाहिँ एउटा सानो पार्क छ यो मानापचीको बिल्डिङको सामनेको पहिले त हामी साथमा बस्थ्यौँ नि त अहिले चाहिँ अब अलग अलग भएको छ कि अगाडि केटाहरू अरू 4-5 जना चाहिँ अगाडि नै गएर स्टेसनमा पुगिसकेका छन् फाइनली स्टेसनमा आइपुगेको छ अब यहाँबाट टिकट सिकेट गरेर केटाहरू भेट भएछ अब जाने हो टिकट भइसक्यो अब यहाँदेखि 3:35को टिकट छ त्यसपछि के अरे यहाँदेखि ग्लान्डादेखि नवजङ्की त्यहाँदेखि अगाडि मतलब दुईवटा ट्रेन चेन्ज गर्नुपर्ने अब यहाँदेखि कति लाग्दछ भने 3:30 6 बजी 6:30 बजी पुग्छ 4:30 4:30 लगभग 3 घन्टाको जर्नी हुन्छ ट्रेनमा पानी पाउँछ यहाँ टर्निङ छु अब प्लेटफर्म नम्बर 2 मा ट्रेन लाग्दैछ त्यसपछि अगाडिको जर्नी ट्रेन लागिरहेछ यो चाहिँ यहाँको प्लेटफर्म स्लोभाकिया युरोपको यहाँदेखि यहाँ टिकटको प्राइस चाहिँ तपाईँको यहाँदेखि बुदापेस्ट हङ्गरीको पर्दछ 19 युरो एकजनाको भनेपछि लगभग 2000 रुपियाँ भइरहेको व्यवस्था छ यो चाहिँ अर्को नवजङ्कीको लागि त्यहाँदेखि अलिक माथि डबल टिकट हो कि यो त यहाँदेखि चाहिँ अब 40-50 मिनट जति लाग्छ लगभग 3 घन्टाको बाटोमा 2टा ट्रेन चाहिँ चेन्ज गर्नुपर्छ बाहिर पनि एक्सो छ एउटा ट्रेन अलरेडी लागिरहेको छ आउट अफ कन्ट्री के ट्रिप भनेर कस्तो लाग्दैछ भनेको हामीलाई एकदम दुःख लाग्दैछ यार किन दुःख यार यता आइज नि त एकछिन केटाहरूको अब भ्यू पोइन्ट अफ भ्यू लिउँ होइन तपाईँलाई कस्तो लाग्छ भन्नु त आउट अफ कन्ट्री अब टिप हान्दैछ कस्तो लाग्दैछ भन्दाखेरि होइन पैसा छैन गोजीमा साथीहरू भाइको हिँडिँदैछ लैलैमा 5 तारिकदेखि काम छ अब आज चाहिँ हङ्गरी हिँड्ने अब कति दिनमा घुरिरहेको छ त्यो थाहा छैन टेन्सन छ यार जिन्दगी तनाव छ जिन्दगीमा ऊ त किन्दैन भन्नुपर्छ साथीभाइलाई साथीभाइको जुत्ता साथीको लङ पेन्ट चाहिँ मेरै हो त्यो पनि साथीकै हो त्यस्तो लाएर आइएको छ जिन्दगीमा हाम्रो यहाँको स्टेसनमा मान्छे छैन जति ट्रेनमा अहिले अब हाम्रो आयो त्यति नै मात्रै एक्स्ट्रा मान्छे देखिँदैन पुरा खाली यो भयो नवजङ्की यहाँदेखि अगाडि एउटा ट्रेन चेन्ज गरेर जानुपर्ने छ हाम्रो चाहिँ अर्जुन तैँले भने जस्तो सुट गरिदिएको ल यो चाहिँ हाम्रो ट्रेन आइसक्यो
यो सेकेन्ड ट्रेन हो हाम्रो। अब यहाँदेखि अगाडि चाहिँ अब सिधै यो चाहिँ बुदापेस्ट पुग्छ। बुदापेस्ट यहाँ अब उसको मुभी सुरु भइहाल्यो। के अरे के भन्छ ट्रेनको यो चाहिँ भिआइपी कोच जस्तो छ कि जेनरल डिब्बा र पनि होइन जेनरल हो तर पुरा कम्पेयर चाहिँ गर्नु हुने अब 1% पनि उयो हुँदैन हो। तर अब अहिले हामी चाहिँ फिलहाल पुग्न आएको थियौँ हाम्रो डेस्टिनेसनमा होइन। हामी एक्साइटेड छौँ हाम्रो डेस्टिनेसन पुग्नको लागि। अब यहाँदेखि लगभग कहाँ पुग्नु 1.5 घन्टा जति लाग्छ होला। इन्डियाको फर्स्ट क्लास भन्दा चाहिँ कम्ती छैन होइन। राजधानीको राजधानीमा त हुन्न सेकेन्ड क्लास राजधानीको होइन तर बट यो जेनरल हो। ठिक जग्गामा हाम्रो मारापसे हो के अरे खोइ त मारापसे ऊ तास खेल्दा 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 गलिसकेको मान्छे होइन। फर्स्ट टाइम मलाई रुममा बसिरहेको थिएँ अनि आज चाहिँ कति दिनमा ऊ भएर जाँदाखेरि के हो भने कति जिम पनि गर्ने मान्छे हो त। खानासाना खाँदैन खालि प्रोटिन मात्रै युज गर्छु उसले। अब म त अनि सबै एउटा घर भएर नि एकजना अलिक युनिक हुनु पर्यो नि त। अनि आज उसलाई मतलब के छ भने यता पनि ब्लगिङ हुँदैछ यता पनि ब्लगिङ हुँदैछ। मारापाचे चाहिँ कसको यादमा याद तिमी भन्छ राखेन याद यो सबलाई अब 26 आउन आँटो होइन। 26 लाई अब कमब्याक गराउनको लागि हामी न्युयोर्कसम्म बस्ने क्या हो? न्युयोर्कसम्म बस्ने न्युयोर्कमै मानेर मनी मेटर ब्रो मनी मेटर मैले साँच्चै न्युयोर्क बसेर आउँ न। भन्नेसँग चाहिँ कति छ एकाउन्टमा अब त्यही छ होइन। मगाउन त कति तारिक आज ओइ अर्जुन भन्दै भन्नेसँग चाहिँ यस्तो कति छ हो बसो हेर्छौ एकाउन्ट एकाउन्ट पे गरेर 1000 युरो छ उसँग जाठा कोसँग 1000 भन अब हामीसँग त बस्ने अरे त बस्ने न्युयोर्कसम्म म त एग्री न्युयोर्कसम्म मान्छेले शिक्षण हुँदैन केटाहरूको जस्तै कुनै हुँदैन न्युयोर्कसम्म आज के थियो कहाँ जान्छौ भन्दैछ तिमी के छ एउटा कुरा भन्न खोज्दै त भन्नु ओइ सुन के पो भन्नाले थिए के अरे जेउस केटाहरूसँग घुम्नु जाँदा एउटा भाइब चाहिँ होइन 5-6 महिना काम गर्यो होइन दिपकको चाहिँ भाइरल हुन्छ है मिलियनमा भ्यू आएको हुन्छ। सियर कतिवटा हुन्छ थाहा छ म यो थोरै न मेरा सब्सक्राइबरको लागि पराउ म यो हाम्रो मेमोरीको लागि पराउ गाइस डेभलपमेन्ट देखो न भिखारी लोग का डेभलपमेन्ट देखो न देखो न देखो न देखो न त्यसो भए तिमी चाहिँ त्यो सस निकाल्नु What is this guys Android fuck iPhone के छ S25 S24 यो पनि 25 होडी होडी हाँसिँदा में काम हुँदा या टाइम कति भयो टाइम चाहिँ के लानु त यार दिन हाम्रो रात हाम्रो कहाँ गर्दै ए 5 बज्यो रमाइलो छ यार यहाँ जस्ट एउटा पुरो केबी नै भेटेको छ हामीले होइन यहाँ 6 जनाको लागि नाम हुँदा या हो पहिला पहिला हर मुद्दा नाम हुँदा या एपी ढिल्लोको गान चल्दैछ कन्टिन्यू I'm so excited guys to see view the view of Budapest. Let's see. I will show you in next clip. Okay. So Stay tuned for more. continue to see that which channel name which one bro? TGS prank bro video TGS keep continue to see TGS prank video. Okay, we will see you next part in video will upload in TGS prank. That is my brother Arjun. Want to say something about Budapest, Hungary because he has already moved to 3 countries: Switzerland, Netherlands, Luxembourg. So he has more experience. So you want to say something, bro? Tell something. Sorry, I can't hear, bro, because I'm using earphone. So please repeat your questions. Okay, bro. I'm here. Okay, bro. I said you have more experience because you moved to 3 countries already: Switzerland, Netherlands, Luxembourg. He moved Germany also. He moved beautiful country, and Deepak brother also moved. What do you mean by train, man? Speak English. So Speak English, please, bro. Arjun Chhatri, share some experience of your journey, first of your lives. Yet I don't have any kind of experience. This is my first. Bro, I already told you that you have moved to 3 countries. Why you exposing yourself, bro? Sorry. You move. After reaching Hungary, I will share you the experience of the Hungary and views and something. Okay. For now, just keep watching. That's it. Okay, bro.
म अहिले यो मतलब जुन जेनरल डब्बाको ट्रेनको यहाँ युरोपमा टोइलेट कस्तो हुन्छ र इन्डियन ट्रेनमा टोइलेट कस्तो हुन्छ कम्पेरिजन गरौँला यो चिज म पुरा नोटिस गरिरहेको छु मतलब यति निट एन्ड क्लिन होइन भयो भिडियो नबनाऊ कम्पार्टमेन्ट के यहाँ अगाडि है मतलब मस्तसँगले मतलब कसैको कसैले डिस्टर्ब भएन ठ्याक्क प्राइभेसी अब यो ठ्याक्क हाम्रो कम्पार्टमेन्ट होइन यहाँ सबै यहाँ दिपक मुभी हेरिरहेछन् प्राइभेसी ठिक छ यार टोइलेट त्यस्तै हो इन्डियाको जस्तै हो मजा लाग्यो हजुर आइपुगेछौ के भन्छ हङ्ग्री जस्तो लाग्दैन तर डाउट छ यार बुदापेस्ट हो त्यो बुदापेस्टको ट्रेन यहाँ छ गाइस यो नेसनल के अरे एउटा कन्ट्रीको क्यापिटलको स्टेसनमा मान्छे कोही छैन एउटै है खोइ कहाँ छ बुदापेस्ट देखेको बुदापेस्ट या दोपिचे ओहो यही हो हो र त गाइस बुदापेस्ट भनेको नाम हो रहेछ बुदापेस्टै हो कन्फर्म छु बुदापेस्ट किनभने न्यु गाटी भनेर गुवाहाटी आइपुगेको थियो केटा नगडा गुवाहाटी आयो बल्ल ट्रेन स्टेसन जस्तो लाग्यो यार यो बाहिर देखेर कोही बेग चेक बोको सो फाइनली बुदापेस्ट रेलवे स्टेसन होइन हामी आइपुगेको छौँ गाइस अब यहाँदेखि अगाडि जाने हाम्रो प्लान छ होइन यहाँदेखि कुन चाहिँ कन्ट्री छ हाम्रो अर्को फ्युचरमा माने अब यो अस्ट्रिया स्विजरल्यान्ड चाहिँ जाँदैन है यति गएको होइन ठिक छ रमाइलो छ केटाहरू सब चङ्गे अरे यार मोबाइलमा मात्रै नजिक त्यो केटा बाहिर यताउता पनि हेर होइन अगाडि हेर न इन्डियन खोइ इन्डियन यो त इन्डियनै होला है इन्डियन देखेको छैन त यो अरे भइगयो त हो आफू पनि त्यही हो पानी यहीँ बाफ्रे यहाँ चाहिँ अहिले भरे सक्ट होइन खाना यताउता केही खाएको पनि छैन रुममा गएर चाहिँ वापस आउनुपर्छ सपोर्ट गर्नु होला के भन्छ च्यानलको नाम पनि भन्दै तर छैन गाइस सरी यार च्यानलको नाम छैन गाइस च्यानलको नामै छैन गाइस सब्सक्राइब गरिदिनु उयो पनि होइन अब सपोर्ट गरिदिनु होला यार समाचार के हुन्छ भन्ने भाव छ अलिकति है तपाईँहरू हो मेन त अब कसको छोरा छैन छोरा कसरी बनाउनु उसले सिकाइदिन्छ त्यो चाहिँ एकदम ग्रान्टेड हुने क्या तपाईँहरू सिकाइदिन्छु अरू केही मेरो त्यति नै हो म त खालि त्यही चिज मात्रै सिकाउँछु मैले कोचिङ आजभन्दा सिन्स लाइक होइन 7 इयर्स भयो होला उसले त्यो कोचिङ गरेको थियो अब लगभग भोलि पनि सकेर पनि अब एकबार भेट्दाखेरि चाहिँ भइहाल्छ त काम नाइट लाइफको भाइब चाहिँ छ कि यता चाहिँ क्रिस ओ यो कुन चाहिँ टाइम हो 5:30 त्यो माथि के टाइम छ यो 5 त कहाँको टाइम हो 5 बजेको देखिरहेको छ के चाहिँ हो साला दिमाग खराब हामीले होस्टेल बुक गरेको छौँ पाल्स मिनी होस्टेल होइन बिकज अफ दिस गाइज क्रेडिट गोज टु केशव छेत्री पाल्स मिनी होस्टेल बुक गरेको छौँ हामी गयौँ पाल्स होस्टेलमा गएर हामी चाहिँ लोकेसन लगाएर चाहिँ त्यहाँ गएछौँ कि अनि यहाँ त छैन होस्टेल चाहिँ क्लोज गरिसकेको छ पैसा अलरेडी काटिसकेको छ हाम्रो कति 8-9 हजार इन्डियन रुपिस छैन भने त दिमाग खराब हुन्छ तर फेरि रिचेक गरेर मेलमा गएर चेक गरेर त पाल्स मिनी होस्टेल चाहिँ बुक गरेको रहेछ कि हामीले दिमाग खराब क्या यस्तो अब हाम्रो फेरि बजेट चाहिँ टाइट छ नि त होइन टाइट बजेट आएको छ अनि फेरि डबल रुम बुक गर्नु पर्यो भने त दिमाग खराब हुन्थ्यो नि त झन् थ्याङ्क गड्स त्यस्तो केही भएको होइन रहेछ अब अझै हिँडेर जानुपर्ने रहेछ 1.5 किलोमिटर जति अगाडि त्यसपछि चाहिँ आज हाम्रो खै बाटामा सुत्दै हुन्छ जस्तो छ अरू सुतिँदैन तर कन्फिडेन्स छ गाइस ओके फाइनली होटलमा आइपुग्यो रुम बुक भएको थियो हाम्रो लगभग 7-8 हजार रुपियाँको इन्डियन यहाँ चाहिँ के रहेछ भने
एक युरो हाम्रो इन्डियामा कति हुन्छ 100 हुन्छ होइन, तर यहाँ त 380 जति लगभग हुँदो रहेछ। इन्डियाको भन्दा पनि पैसाको भ्यालु चाहिँ कम्ती रहेछ क्या यहाँ चाहिँ। म त त्यही भएर अलिक सस्तो सस्तो लाग्दो रहेछ। केही केएफसी सेफ्सीको भयो भने 27-28 हजारको केएफसी अहिले लिएर खायो होइन। के भयो भने हामीले अब रुम बुक गऱ्यौँ होइन, अब हामी रुम बुक गरेपछि सिधा अब रिसेप्सनमा आएर चाबी लिने हुन्छ नि त होइन इन्डियातिर त। त्यो चाहिँ अब त्यस्तो आइडिया पनि थिएन नि त, अब त्यस्तै हुन्छ भनेर सोच्नु हामीले। बट के हुँदो रहेछ भने यहाँ रुम बुक गरेपछि मेलमा एउटा ओटिपी आउँदो रहेछ, ओटिपी कोड नम्बर आउँदो रहेछ। त्यो कोड नम्बरबाट दरवाजा खुल्दो रहेछ कि। हामीले त्यो ट्राई गर्दा 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 कोड नम्बर आएको छ, त्यो मतलब प्रोसेस चाहिँ अर्को अलग हुँदो रहेछ, त्यो थाहा थिएन। अनि यहाँ गर्दा गर्दा थोरै बेर भइसकेन, बाहिरको भ्यू चाहिँ यस्तो छ। अनि यो होटेलको बाहिरको अनि कति 10-15 मिनट भइसक्यो बाहिर जाडोले आउनु। अनि एउटा यहीँको लोकल होला सायद, ऊ आएर त्यहाँबाट त्यो अलिकति हेल्प गरेर त्यसले अनि फाइनली अनि रुममा हो त्यो। बट त्यो मतलब त्यो चिजमा आइडिया नहुँदा चाहिँ बहुत गाह्रो भयो कि, त्यो थाहा थिएन नि त, त्यही भएर। सो आजको भिडियो चाहिँ अब हामी जस्ट स्लोभाकियाबाट हङ्गरी आएको क्लिप्सहरू सर्टहरू छ होइन, त्यो सब अपलोड हुन्छ। अनि तर भोलिकोमा चाहिँ हाम्रो यहाँको स्लोभाकिया हङ्गरी घुम्नेछौँ। हङ्गरी न खालि हङ्गरी भन्नुहोस्, हङ्गरी घुम्नेछौँ। अनि त्यो तिनीहरू यहाँको राम्रो राम्रो जग्गाहरू देखाउँछ अब भोलिको मतलब अब नेक्स्ट भिडियोमा। सो बाई गाइस, टेक केयर, गुड नाइट। अहिले यहाँको टाइम चाहिँ भएको छ लगभग तपाईँको 10-11 बज्दाको। अब सुत्ने हो यहाँ हाम्रो भोलि चाहिँ अनि त्यहाँ बाहिरको घुम्नु छ।